आज म तिमीलाई लिज नामकी एकदमै बहादुर केटीको कथा सुनाउँछु। लिजको घरमा धेरै समस्या थियो, तर उनले एक कुरा मनमा राखिन्, म राम्रो पढ्छु। लिज जहाँ जहाँ बसे पनि किताब लिएर मन लगाएर पढ्थिन्। दैनिक 1-2 घण्टा पढेर उनले आफूलाई धेरै बलियो बनाइन्। लिजले संसारकै ठुलो कलेज हार्वर्डमा पढ्ने मौका पाइन्। लिज जस्तै तिमीले पनि मन लगाएर पढ्यौ भने सबै सपना पूरा हुन्छ। तिमी सक्छौ। तिमी धेरै तेज छौ। With love to my Ashira,